नमस्कार। महाभारत द्रोण पर्व द्रोणको दोस्रो दिनको युद्ध 238 श्रृङ्खलामा यसरी प्रस्तुति हुँदैछ। भारी युद्ध भयो तहाँ अधिक फौज कौरव तरफका मरे, सामान्य टिक्न कठिन भयो र कुरु फौज फेरि पछाडि सरे। द्रोणाचार्यजीले सबै ती कुरुवीर देखे हटेका जसै, दिव्य सरहरू छोडे पाण्डु सुतका रोके सबै फौज तसै। युद्धै गर्न भनेर द्रोण गुरुका सामने जति सर्दथे, घायल पारिदिए सब कनता सातो सहज हर्दथे। जिति दुरुजो झनकै छ निश्चय भने, फेरि उसै बीचमा लागे गर्जन खुब ठुलो स्वर गरी कौरव तरफ सबुता। कौरवका तिर गर्जना सुनि ठुलो अत्यन्त क्रोधित भई, लागे लड्न तहाँ ती द्रोण गुरुका अर्जुनजी सामने गए। काटी द्रोणजीका सबै सरहरू आफ्ना सरैले गरी, मारे कौरव सैन्यलाई बहुतै अर्जुनजीले त्यो घरी। हाहाकार सब फौजमा परिगयो कौरव तरफ खुबुता, रात्रि भइकन अन्धकार हुन गो फेरि उसै बीचमा। विश्राम गर्न भनी दुवै तरफका सब फौज शिविरमा गए, त्यो हाल गई धृतराष्ट्रका हजुरमा श्री सञ्जयले कहे। 12औं दिन कुरु राजालाई गुरुले भन्दा भए यो पनि, अर्जुनजी नभए युधिष्ठिर हिजो हुन्थे बसीभूत भने। द्रोणाचार्यजीको सुनेर ती कुरा सामने तिनैका रहे, दुर्योधनतिर हेरी भन्दै कुरा लागे सुशर्मा गए। हे नाथे अर्जुनलाई लड्न अहिले दिन्छु महाकिलौ गई, लड्न यो रणभूमि देखि त्यहाँ अत्यन्त टाढा भई। अर्जुनलाई म रोकिदिन्छु सहजै त्यही युद्धका थलमा, पक्रुन् धर्म कुमारलाई गुरुले सोही बखतमा यहाँ। बिन्ती त्यसरी त कोत्री गर्त पतिको सुन्दा भएथे जसै, लागे भन्न खुस भएर यी कुरा राजा सुयोधन तसै। संसक्तै र त्रिगर्त फौजहरू समेत नारायणे फौजले रोक्नु अर्जुनलाई, ताही तिमीले घेरा ती सबको दि। त्यो आज्ञा सुने ती त्रिगर्त पतिले दुर्योधनको ता, त्यो सब फौज कुरु फौज देखि पहिले राखेर केही दूरमा। अर्जुन तर्फ फिरेर हेरिकन फेर भारी स्वरैले गरी, लागे हाक्दिन आफ्नो त्यो फौजका सम्मुख भई त्यो घरी। त्यो हाके अर्जुनले त्रिगर्त पतिको सुन्दा भएथे जसै, धृष्टद्युम्न र सात्यकी कनै बात डाकी अराय तसै। हे वीरी हो जब तक म फिरिदिन यहाँ, भारी मारी त्रिगर्तैहरू
रक्षा धर्म कुमारको गरिलिए छोडी सबै कामहरू त्यो आज्ञा ती दुवैजनाका नदी अर्जुनजी फेरि ता लागे कृष्णजीलाई भन्नै कुरा सन्मुख उसै बिचमा हे नाति हाँक्छ मलाई लड्न बहुतै राजा सुदसु शर्मा भने मेरो रथ उहीतर्फ हाकिलिनुहोस् चाँडो हजुरले पनि त्यो बात अर्जुनको जसै प्रभुजीले सुन्नु भयो ता हाँक्नु भो रथ त्यो बढाइकन खुब बस्ते सुशर्मा जा अर्जुनजी जब ती त्रिगर्तहरूका फौजतर्फ लड्नै गए पक्रिन्छन् अब धर्मराज भनी तहाँ दुर्योधनै खुस भए अर्जुनलाई जसै त्रिगर्तपतिले देखे अगाडिमा अर्धै चन्द्र समानको गरिरचे ब्यूहै फौजीको ताँ फेरि एक बखत ती अर्जुन उपर 1,00,000 सर त्याग गरे काटे ती सरहेरु अर्जुनजीले बीचमै विफल भई झरे काटे ती सरहेरु अर्जुनजीले बीचमै विफल भई झरे बीचमै विफल भई झरे क्रमशः